उपस्थित सम्पूर्ण पत्रकार मित्रज्यूहरूमा जजलपा नमस्कार। म राजाराम तन्डुकार ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 बाट उज्यालो नेपाल पार्टीको चिम चुनाव चिन्ह लिएर उम्मेदवारी दिएको छु। आशा छ यहाँहरूले साथ सहयोग दिनुहुनेछ र यहाँहरूले ललितपुर क्षेत्र नम्बर 2 मात्रै होइन नेपालभरि नै राम्रा उम्मेदवारलाई समर्थन गरेर अथवा समर्थन भन्दा पनि राम्रा उम्मेदवारहरूलाई जनता माझ चिनाएर जिताउनु पर्ने हैन। कुनै पूर्वाग्रह नराखिकन हैन तपाईहरुले सबै उम्मेदवारहरूलाई साथ सहयोग गर्नुहुन्छ भन्ने आशा गरेको छु र म खास यो तपाईहरु भेट्छु हुन्छ भन्ने पनि आज थाहा थिएन। कोइन्सिडेन्टली यहाँ भेट भयो। त्यत्रो जना धेरैजना हुनुहुँदो रहेछ। हजुरहरुको कुनै जिज्ञासा छ भने राख्नुस्, म उत्तर दिने कोसिस गर्छु। तपाईँ ललितपुर क्षेत्र नम्बर 2 बाट उठ्नु भएको छ। पछिल्लो समय यहाँको नाम भन्दा बढी चाहिँ जगदीश खरेलको नाम सुनिन्छ ललितपुर क्षेत्र नम्बर 2 मा, जो भर्खरै राजीनामा दिएर आफ्नो पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनु भएको छ। के छ उहाँसँगको टक्करलाई कसरी लिनु भएको छ अहिलेको अवस्थामा? अब यस्तो छ, हजुरको इन्ट्रोडक्सन ठिकै छ। हजुर सुमनजी, अब के छ भने तपाईले उहाँको नाम धेरै सुन्नु भएको रहेछ, तर यहाँ कतिपय मित्रहरू हुनुहुन्छ उहाँहरूले मेरो धेरै नाम सुन्नु भएको छ र मैले चलाएका आन्दोलन अभियानमा मैले फोन गरेको विदिन 15 मिनट टु 30 मिनट्स आइदिनु भएको छ उहाँहरू है। दौडेर आउनुहुन्छ, कहीँ आन्दोलन यो पर्यो, यहाँ यो सडकमा यो भयो, यो खोला मापदण्ड यो भयो होइन, स्मार्ट टेलिकमको यो पर्यो, यहाँ एनटिए आइदिनु पर्यो भनेपछि दौडेर आधा घन्टामा आइदियाहरू होइन। दौडेर आएको धेरै पत्रकारहरू हुन्छ, उहाँहरूले धेरै सुन्नु भएको छ। ए हजुर पनि हुनुहुन्छ, ठिक छ। अब हेभी वेटको सवालमा होइन, आई डोन्ट नो उहाँ कति किलोको हुनुहुन्छ मलाई थाहा छैन होइन। म चाहिँ अहिले 74 किलो छु है। अब उहाँ कति किलो हो थाहा छैन। अब तपाईँले निर्वाचनको हिसाबले होइन, जितको हिसाबले हेभी लाइट भन्नुभएको भएदेखि राजाराम तन्डुकार भनेको त्यहाँको जनताले उठ्न पर्यो भनेर उठेको व्यक्ति है। राजाराम तन्डुकार भनेको त्यहाँको भोटर्सले उठ्न पर्यो, तपाईँ जतिको मान्छे उठ्न पर्छ भनेर उठेको व्यक्ति होइन। अब तपाईँ पत्रकारकै लाइनमा पत्रकार जिउनै पर्नु भएको भएर तपाईँलाई हेभी वेट लागेको भए अब मेरो भन्नु केही छैन, त्यो हो कि होइन पनि मलाई थाहा छैन होइन। तर जनतालाई चाहिँ त के त भन्दाखेरि राजाराम तन्डुकारलाई भोट दिन्छ। राजाराम तन्डुकारलाई जनताले अनुरोध गरेको भएरै उठेको हो, बुझ्नु भएन? यसमा तपाईँ क्लियर हुनुहोस्, ढुक्क हुनुहोस्। चुनावी हिसाबले हेभी वेट मै हो ललितपुर क्षेत्र नम्बर 2 मा। अब वेटको हिसाबले आई डोन्ट नो अबाउट इट है। जसरी यहाँको नागरिक पङ्क्तिको भावना बुझ्नलाई तपाईसँग के होइन, नागरिक पङ्क्तिसँग त म त डेली त्यहाँ गइरहेको छु त। त्यहाँ तपाईँको चाहिने सम्पदा स्थलहरूमा कुनै अतिक्रमण भयो दौडिने हो, केही पर्यो दौडिने हो, डे टु डे भइरहेछ होइन। र मान्छेले मलाई हिजो अस्ति पनि चुनावको तयारी के छ भन्थ्यो। चुनावको तयारी भनेको जाँचमा मात्रै पढ्ने स्टुडेन्ट होइन भने म जाँचको तयारी के छ भनेर जाँच आउँदाखेरि सोध्ने भनेको जाँचमा पढ्ने स्टुडेन्टलाई जो जहिले पनि पढ्छ एनी टाइम रेडी फर इक्जाम होइन। त्यो चुनाव भनेर मलाई त्यस्तो प्रेसर त्यो यो चाहिँ छैन। त्यहाँको सबै चिजहरूसँग अब जन्मेको हुर्केको खेलेको हिँडेकै ठाउँ हो होइन, कुनै नौलो कुरो भएन। अब अरू उम्मेदवारको सवालमा अब उहाँहरूलाई नै थाहा होला होइन। एजेन्डा त के त भन्दाखेरि हेर्नुहोस्, सामाजिक न्याय सबैभन्दा ठुलो कुरा। र जनताले यहाँ के छ भन्दा मान्छेले के भन्छ जनताको आशा अपेक्षा धेरै छ, यो होइन। मैले बुझेको यो ललितपुर क्षेत्र नम्बर 2 को मात्रै जनताको होइन, यो काठमाडौँ ललितपुर भक्तपुर यो तीनटै जिल्ला म बढी गरेर यो नेपाल मण्डल काठमाडौँ ललितपुर भक्तपुरको इस्यु एजेन्डामा हिँड्छु र तीनटै जिल्लाका जनताको एउटै मनसाय के छ भने हामीले जे काम गर्दैछौँ शान्तिपूर्वक गर्न पर्यो, सुखीपूर्वक गर्न पर्यो, कुनै नेताको चाकडी नगरिकन हामीले आफ्नो काम गरेर रोजीरोटी गरेर खान पाउनु पर्यो, हाम्रो शान्तिपूर्ण जिन्दगी जिउनु पर्यो, हाम्रो जात्रा पर्वहरू चलिराख्नु पर्यो, हाम्रो धार्मिक स्थलहरू, हाम्रा सांस्कृतिक स्थलहरू होइन, हाम्रो चाहिने जुन एउटा भावना समेटिएका ठाउँहरू अतिक्रमणमा पर्न भएन होइन। यही हो उहाँहरूको त के भन्दाखेरि धेरै त्यस्तो एक्सपेक्टेसन। हामीलाई घरमा हेलिप्याड चाहियो पनि छैन होइन, तपाईँको के त भन्दा 10 लेनको बाटो त्यो पनि छैन, यस्तो एक्सपेक्टेसन छैन। यहाँका जनताको त भनेको हाम्रो होइन परापूर्व कालदेखि चल्दै आएको जात्रा पर्व धर्म संस्कृति अतिक्रमणमा पर्न भएन, भाषा अतिक्रमणमा पर्न भएन र हामीले गरेर आएको कामहरू गर्न पाउनु पर्यो। व्यापार बिजनेस गर्ने व्यापारीहरूलाई पनि दुःख दिनु भएन, कुनै पनि काममा नीतिगत रूपमा पनि दुःख दिइरहेछ होइन। व्यापार गर्ने यहाँका व्यापारीको पनि यो काठमाडौँ ललितपुर भक्तपुरमा मैले फेरि व्यापारी ठुल्ठुला व्यापारीको पनि भेटघाट भएको छ।
यसरी जाने क्रममा कहीँ चिया खान जाने क्रममा कुनै कार्यक्रममा भेटघाट छ उहाँहरूको के छ भन्दा नेपालमा अरू केही चाहिँदैन सरकारले धेरै गरिदिनु पर्ने सरकारले घर घरमा चामल लगिदिनु पर्ने छैन चामल उहाँहरू आफै किनेर खान सक्नुहुन्छ गर्छु तर के भन्दा हामीलाई त्यो वातावरण चाहिँ नबिगारिदिनुहोस् वातावरण नबिग्रियोस् भन्ने चाहिँ चाहना छ है साथीहरूको अरू कसैको केही छ जिज्ञासा पुरानो बाटीहरूले त मासु भात खुवाएर जनतालाई घोडालो लाउँछ भन्नुहुन्थ्यो होइन तपाईँले चाहिँ मासु भात खुवाउनुहुन्छ कि हुन्न अब यस्तो छ मैले तपाईँहरूलाई त बोलाएर आएको होइन तपाईँहरू स्वतः स्फूर्त आउनु भएको छ होइन अब मासु भातको सवालमा हेर्नुहोस् म तपाईँहरूलाई एउटा रिक्वेस्ट के गरेँ भने सुबह भुलाया शाम को लौटे तो उसे भुलाया नहीं कहते भन्छ होइन अन्त भला तो सब कुछ भला भन्छ नि होइन अनि के त भन्दाखेरि फेरि हिन्दी बोल्दाखेरि तपाईँहरूले अरू भन्दा हाम्रो तराई मधेसको यो सम्पर्क भाषा पनि हो है त्यसैले सम्पर्क भाषा जस्तो अहिले तपाईँ र हामी यो कुरा गरिरहेका छौँ यो नेपाली भाषा यो सम्पर्क म नेवारी बोल्छु होइन त्यो मेरो मातृभाषा है त्यसरी के त भन्दाखेरि अब अहिले कार्यकर्ताहरूलाई चाहिँ गाली नगरिदिनुहोस् किन भन्दा यो पल्टको चुनावमा सबै कार्यकर्ता सुध्रिन्छु भनेर मलाई भनेको छ मैले काङ्ग्रेसको कार्यकर्ताहरू भेटेँ मैले एमालेको कार्यकर्ताहरू भेटेँ मैले माओवादीको कार्यकर्ताहरू भेटेँ होइन निर्वाचन क्षेत्र नम्बर 2 को मात्र कुरा गरे होइन अन्त पनि 2 मा त पुरै के भनेको छ भने दाइ यसपालि त तपाईँलाई समर्थन गर्ने हामी तपाईँलाई सपोर्ट गर्ने हो भनेपछि के त भन्दा मान्छेबाट भुल हुन्छ गल्ती हुन्छ बुझ्नु भएन भुल गल्तीलाई सुधार्न हामीले विभिन्न कामहरू गर्न सक्छौँ सुधार केन्द्रहरू छ हाम्रो होइन जेल भन्छ थुन्ने भन्छ होइन वास्तवमा त्यो सुधार गर्नलाई राखेको सुधार गृह हो त्यस्तै ती साथीहरू जुन तपाईँले मासु भात भन्नुभयो ती साथीहरूले प्रतिबद्धता जनाइसकेका छ मलाई के भनेको छ भने यसपालि दाइलाई हो यो भने सुध्रिसकेको छ अब यसरी जहिले पनि त्यही कुरामा टर्चर दिने त्यही कुरामा नगरौँ उहाँहरू पनि नेपाली दाजुभाइ हो सबैजना मिलेर समानता र सहअस्तित्वमा विश्वास गरेर उहाँहरू सबै मिलेर देश बनाउनु पर्यो कि अब हामीले मासु भाते भनेर गाली गरे गर्ने अर्कोलाई अर्को भनेर गाली गरे गर्ने जहिले पनि झुन्ड गुन्ड होइन यो पार्टी भन्दा पनि माथि देश छ है जनता छ है राष्ट्र छ है राष्ट्रियता छ है भनेर जाउँ र के त भन्दा मासु भाते भनेर पार्टीको कार्यकर्तालाई गाली नगर्नुहोस् उहाँहरूले यसपालि मलाई नै भोट राख्छु भनेको छ अब मलाई नै भोट राख्ने मैले मासु भात त खुवाएको छैन भनेपछि अब यो कुराहरू चाहिँ नगरिदिन मैले हजुरहरूलाई पनि एकदमै हात जोडेर विनम्र अनुरोध गरेँ अरू दाजुभाइ दिदीबहिनीहरूलाई पनि मैले चाहिँ विनम्र अनुरोध गरेँ सबैजना सुध्रिनु भएको छ सुध्रिसकेको छ देखिसकेको छ क्या त्यसैले है अरू केही जिज्ञासा पार्टीभन्दा माथि देश छ भन्नुभयो अनि त्यो तपाईँ भागभण्डाको लागि त राष्ट्रसभाबाट तपाईँ भागभण्डा राष्ट्रसभाले तपाईँलाई भागभण्डामा तपाईँलाई कम दिएर तपाईँ त्यहाँबाट अलग हुनुभयो होइन सम्झौता तोड्नु भयो होइन तपाईँले यो समाचारमा पढ्नु भएको कि कसैले भने समाचारमा पढ्नु भयो समाचारमा आएको सबै कुराहरू आजभोलि अलिक जेन्युन छैन व्यक्ति मान्छेहरूले त्यसैले आजभोलि समाचार आउने बित्तिकै विश्वास गर्न कम भएको छ किन विश्वसनीयता सञ्चार माध्यममा विश्वसनीयता घट्दो छ साख घट्दो छ त्यसलाई हामीले अलिकति स्टेबलमा लानु पनि पर्ने जिम्मेवारी तपाईँको पनि छ मेरो पनि छ पत्रकार मित्रहरूको पनि छ है सही सूचना सम्प्रेषण गर्नुपर्छ कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीमा जाँदै गर्दाखेरि अलरेडी त्यहाँ प्रधानमन्त्री को हुने भन्ने फिक्स भइसकेको थियो हजुरहरूलाई थाहा छ कि छैन मैले फेरि पनि रिपिट गरेँ होइन प्रधानमन्त्री को हुने भन्ने रिपिट भइसकेको अवस्था थियो पार्टी सभापति को हुने भन्ने अलरेडी फिक्स भइसकेपछि जानुभएको हो नि त र पार्टीमा राजनीतिमा नेपालको अहिलेको संविधान अनुसार राष्ट्रपति भनेको अलग्गै भयो राष्ट्रपतिपछि त कार्यकारी अधिकार त प्रधानमन्त्रीलाई हो होइन प्रधानमन्त्री र पार्टी सभापति भन्दा ठुलो पार्टी र यो पोलिटिक्स राजनीतिमा कुन पद हुन्छ ल भन्नुहोस् त त्यो दुईटै पद फिक्स भइसकेको अवस्थामा कुलमान घिसिङ त्यहाँ गएको त जनचाहना एउटा जनता अझ युवाहरू जुन जेनजी आन्दोलनको मर्म र भावनालाई उहाँले कदर गर्नुभएको है जेनजी आन्दोलनको मर्म र भावनालाई कदर गरेर हामीले राष्ट्रिय परिवर्तन पार्टीका जेनजी भाइ बहिनीहरूको बाँसुरी चुनाव चिन्हमा चाहिँ हामीले समानुपातिक भोट माग्दैछौँ म राजाराम दण्डुकारले प्रत्यक्षमा चिममा भोट माग्ने हो अनि समानुपातिकमा बाँसुरी किन भन्दाखेरि जेनजीको साथ हामी उज्यालो नेपाल पार्टी र जेनजी एउटै भएर जान लागेको जेनजीको मर्म र भावना त्यत्रो चाहिने हाम्रो हजारौँ घाइते भएको छ होइन झन्डै नै भनौँ सङ्ख्यामा चाहिने मृत्यु भएको छ हामीले देखेको गोली लागेको पो त्यति छ त त्यसको कारणले त्यसको ट्रमाले कति चाहिने दुःख भएर कतिजना बित्यो हामीले त्यो डाटा त लिन सकेको छैन न सरकारले ल्याएको छ न तपाईँ पत्रकार मित्रहरूले लिनु भएको छ न म जस्तो सामाजिक अभियन्ताले नै त्यो भूमिका निर्वाह गर्न सकेको छु छैन भनेपछि त्यो त्यत्रो ठुलो योगदानबाट आएको त्यत्रो ठुलो बलिदानबाट आएको यो परिवर्तन अहिलेको चुनावमा होइन जेनजीहरूको
जनताको जेनजीको मात्र होइन है, फेरि सबै जेनेरेसनकै छ। इभन तपाईँले हेर्न जानु 70-75 वर्षका हजुरबुवा हजुरआमाको पनि चाहना के थियो भने कुलमान घिसिङ पनि यही तिनीहरूसँग मिल्दै हुने भन्ने थियो, तपाईँहरूलाई पनि थाहा छ। त्यसैले उहाँ मिलेर सबै छोडेरै जानुभएको, सबै त्याग गरेरै जानुभएको। पदको लोभ भनेर भन्नै मिल्दैन। त्यहाँ उहाँ जाँदाखेरि नै पार्टी सभापति अलग्गै व्यक्ति भइसकेको थियो, प्रधानमन्त्रीको उम्मेदवार अलग्गै व्यक्ति भइसकेको थियो। त्यो दुईजना व्यक्ति भइसकेपछि उहाँ त तेस्रोमा जानुभएको हो। उहाँले त्यो दुईवटा पद त मागेकै छैन। अनि कसरी पद लोभी भन्ने भन्नुहोस् त? मलाई सभापति नै चाहियो भन्ने मान्छे पद लोभी हुन्छ कि मलाई प्रधानमन्त्री नै चाहियो भन्ने मान्छे पद लोभी हुन्छ कि म प्रधानमन्त्री र सभापति बाहेकको पदमा पनि बस्न तयार छु भन्ने मान्छे चाहिँ पद लोभी हुन्छ? ल हजुरहरूले मलाई जवाफ दिनुहोस् त। हो पक्कै के त भन्दाखेरि त्यसैले र पार्टी भनेको के त भन्दाखेरि तपाईँ र मेरो सबै 100% विचार मिल्छ भन्ने छैन। के त भन्दा कुनै मिसनमा जाँदै गर्दाखेरि, कुनै लक्ष्यमा जाँदै गर्दाखेरि निम्नतम विचार मिल्ने, निम्नतम लक्ष्य मिल्नेहरू गोलबन्द बनाऊ भनेर पार्टी बन्ने हो। पार्टीभित्र पनि अन्तर सङ्घर्ष, मेरो विचार यो हो, तपाईँको यो हो, ओके यसलाई चाहिँ होइन छलफल गरौँ, बहस गरौँ, अगाडि जाउँ भन्ने कुराहरू हुन्छ के पार्टीभित्र पनि हुन्छ। त्यसैले के भन्दा निम्नतम आफ्नो सोच मिल्नेहरूसँग जाने हो, त्यहाँ मिलेर त्यसैले उज्यालो नेपाल पार्टीले नै, उज्यालो नेपाल पार्टीले नै कुलमान घिसिङलाई प्रधानमन्त्रीको होइन हामीले दावेदारितामा राखेका छौँ। कुलमान घिसिङको नेतृत्वमा हामी सबै अगाडि बढ्न लागेका छौँ। कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउनको लागि पनि तपाईँहरूसँग भोट माग्छु भने अब उहाँ एक्लैले त सक्दैन भनेपछि हामीले पनि केही गर्नुपर्छ र तपाईँहरूको पनि यसमा योगदान रहनेछ र तपाईँहरूको पनि यो कर्तव्य पनि हो जस्तो लाग्छ। किन भन्दा यो देश पत्रकार जोहरूको पनि हो, सबैको हो, जेएनजीको मात्रै त होइन नि, होइन जेएनजीको मात्रै होइन, सबै जेनेरेसनको हो। प्रधानमन्त्री बनाउनलाई त भोट ल्याउनु पर्ला, जित्नु पर्ला। कति ठाउँमा उम्मेदवारी दिनुभएको छ तपाईँहरूले? 65 ठाउँमै दिनुभयो। हामीले 121 स्थानमा दिएका छौँ। सबै निर्वाचन क्षेत्रमा उम्मेदवारै दिनुभएको छैन, कुलमान घिसिङलाई कसरी प्रधानमन्त्री बनाउनु? होइन, तपाईँले देख्नु भएको छ 20 सिटको के अरे प्रधानमन्त्री बनेकै हो नेपालमा, होइन र? होइन, अब त्यो पछि चुनावपछि हामी धारा 76 मा जाउँला अनि त्यसपछि चर्चा गरौँला नि, होइन हुन्न? त्यसबाट बनाउँला नि। कति सिट आउँछ तपाईँहरूको आकलन चाहिँ के छ? झापा क्षेत्र नम्बर 5 मा के छ मलाई एक्ज्याक्टली त्यो चाहिँ याद भएन, म हेरेर भनौँला है, तपाईँलाई जानकारी दिउँला। हजुर हजुर सरकारमा गएपछि गठबन्धन गरेर पदको लागि भागभण्डा गर्नुहुन्छ? पदको लागि भागभण्डा भन्दा पनि देशको लागि गर्छौँ, देशको लागि आवश्यक होइन हरेक कदमहरू चाल्छौँ। देशको लागि आवश्यक पर्यो, जनताले चाह्यो भने प्रतिपक्षमा पनि बस्छौँ। अब त्यो चुनाव पछिको होइन के हुन्छ, जान सर आवश्यक पऱ्यो भने त जानुपर्छ नि, होइन र? मजाले सकिन्छ। जुन आजसम्म मैले जस्तो म धेरै पुरानो यो सामाजिक कार्यमा इन्भल्भ होइन है, कसैले के भन्छ नि म 50 वर्ष भयो भन्छ, म 10 वर्ष मात्रै भएको, 10 वर्ष त मैले त्यो गरेँ नि त, होइन? त्यो सकिन्छ। तपाईँले भन्नुभएको जस्तो सही हो, कहाँ सबैजना उम्मेदवार भएको छ र त्यही 3500 जना होइन र? अहिले अस्ति निर्वाचन आएको डाटा अनुसार 3500 कति जान्छन् भने जस्तो लाग्यो। उम्मेदवार त 3500 चाहन्छन् न हो, नेपालको जनसङ्ख्या त झन्डै 3 करोड हो नि त, होइन? भनेपछि धेरैले आफ्नो ठाउँबाट अहिले आजको दिनमा पनि कतिले समाजसेवा गरिराखेको छ। नेपालमा प्रधानमन्त्री भएका व्यक्तिहरूभन्दा पनि राजनीतिक दलमै कहिले नलागिकन उम्मेदवारै नभएकाले पनि धेरै योगदानहरू गरेका छ। तपाईँहरूले पनि गर्नुभएको छ, तपाईँ पत्रकारज्यूहरूले पनि गर्नुभएको छ। अब कोही पत्रकारज्यूहरूले चुनावमा उठ्न जानुभएको छ, त्यसको मतलब तपाईँ पत्रकारै बनेर देशको सेवा गर्न सक्नुहुन्न र भनेर अब किन भन्नु पर्यो? होइन, ठिक छ, उहाँको अब त्यो इच्छा होला, यो होला है। हस्, एउटा कार्यालय चलाउनु भएको छ प्राधिकरण, त्यसको लागि चाहिँ कर्मचारी चाहिँ राम्रो व्यक्ति हुन्छ, तर नेतृत्व गर्ने क्षमता छैन, देश नेतृत्व हाल्नु चाहिँ सक्दैन। होइन होइन, उहाँले सफलतापूर्वक सम्पन्न गरेका छ, नेतृत्व पनि राम्रो छ। किन त्यहाँ कर्मचारीले कुनै बदमासी गरेको थियो र उहाँको पालामा? किन नेतृत्व त त्यो हो नि त, होइन? हजुर त्यो चलाउनु देश चलाउनु फरक होला नि? होइन होइन, त्यो देश चलाउने पनि एउटा फर्मेट छ, त्यो अलग छ, होइन? अलिकति फरक पर्ला। विद्युत प्राधिकरण जस्तो नभए पनि उहाँले सफलतापूर्वक चलाउनुहुन्छ। किन भन्दाखेरि जुन लोड सेडिङ हटाउने जस्तो गाह्रो काम थियो, त्यो फलामको चिउरा चपाइसकेको मान्छेलाई अब चामलकै चिउरा चपाउनु गाह्रो हुँदैन होला है त। हस् त, धन्यवाद ल साथीहरूलाई, धेरै धेरै धन्यवाद। अन्तमा चाहिँ अहिले चाहिँ बजारमा के पनि एउटा जनताको गुनासो छ भने अहिलेको नागरिक सरकारमा गएका मन्त्रीहरू चाहिँ चुनावमा लड्न हुँदैन थियो, चुनाव गर्नु पर्थ्यो भन्ने थियो क्या, धेरै गुनासो छ। के भन्नुहुन्छ? अब यस्तो छ, हेर्नुहोस्, नोमिनेसनकै दिनमा, नामाङ्कन दर्तै गर्ने दिनमा राजीनामा दिएका मन्त्रीज्यूहरूलाई सोध्नुहोस् त्यो कुरा चाहिँ है।
तर घिसिङ पनि त एउटा मन्त्री होइन, कुलमान घिसिङले गएकै बेलादेखि नै पार्टी खोल्ने हो नै भन्नुभएको छ है, पार्टी चाहिँ खोल्ने हो, राजनीतिमा आउने हो नै भन्नुभएको छ। उहाँले झुटो बोल्नु भएको छैन, बुझ्नु भएन? उहाँ त्यही कुरा हो होइन। अब अरूको के हो मलाई थाहा भएन होइन। कुलमान घिसिङको तर्फबाट त्यस्तो होइन। र कुलमान घिसिङलाई सुन्नुहोस् है, फेरि तपाईँहरूलाई म एउटा कुरा भन्छु, जनताले मलाई उम्मेदवार बन्नुपर्छ भने नि कुलमान घिसिङलाई मैले तपाईँ त्यो जागिरबाट निकालिसकेपछि तपाईँ चाहिँ राजनीतिमा आउनुपर्छ, तपाईँको पछाडि लागेर साथ सहयोग दिन्छु भनेर बाचा गरेको थिएँ, त्यसैले आज यहाँ उभिरहेको छु है त। ल हस्, धन्यवाद।